नमस्कार साथीहरू, इन्टरनेट संसारमा तपाईहरू सबैलाई स्वागत छ। साथीहरू, आजको यस भिडियोमा म तपाईहरूलाई मोबाइलबाट सजिलै फेसबुक अकाउन्ट कसरी बनाउन सकिन्छ भन्ने बारेमा सम्पूर्ण जानकारी दिनेछु। यदि तपाईँ फेसबुकमा नयाँ हुनुहुन्छ वा फेसबुक अकाउन्ट बनाउन चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। त्यसैले आउनुहोस् साथीहरू, यो भिडियो अन्तिमसम्म हेर्नुहोला। सर्वप्रथम तपाईको मोबाइलमा रहेको फेसबुक एप्लिकेसनमा ट्याप गर्नुहोस्। त्यसपछि क्रिएट न्यू अकाउन्टमा ट्याप गर्नुहोस्। यति गरिसकेपछि अब गेट स्टार्टेडमा ट्याप गर्नुहोस्। तपाईले कसको लागि फेसबुक के नामको लागि क्रिएट गर्दै हुनुहुन्छ त्यही नाम लेख्नु होला। त्यसछु मैले यहाँ सीता नाम राखेँ, अर्को यहाँ राम नाम राखेँ, सीताराम मैले नाम राखेँ। अब नेक्स्ट गर्नुहोस्। त्यसपछि यहाँ तपाईले आफ्नो डेट अफ बर्थ चुज गर्नुपर्ने हुन्छ। अब सेट गर्नुहोस्। त्यसपछि नेक्स्ट गर्नुहोस्। अब तपाईँ मेल वा फिमेल के हुनुहुन्छ त्यसमा चुज गर्नुहोस्। मैले यहाँ मेल चुज गरेँ। त्यसपछि नेक्स्ट गर्नुहोस्। अब यहाँ मेरो अलरेडी एउटा इमेल एड्रेस आइसकेको छ। तपाईले इमेल एड्रेस अथवा मोबाइलबाट नि क्रिएट गर्न सक्नुहुन्छ। साइन अप विथ मोबाइल नम्बर गर्छु म यहाँ। मोबाइल नम्बर गरिसकेपछि अब यहाँ तपाईको आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। मैले यहाँ आफ्नो मोबाइल नम्बर राखेँ। त्यसपछि नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरेपछि अब यहाँ एउटा स्ट्रङ पासवर्ड चुज गर्नुपर्ने हुन्छ। स्ट्रङ भन्नाले तपाईको क्यापिटल लेटर अथवा कुनै क्यारेक्टर अनि कुनै एउटा नम्बर चुज गर्नुपर्ने हुन्छ। अब यहाँ फेरि नेक्स्टमा क्लिक गर्नुहोला। पासवर्ड चुज गरिसकेपछि नेक्स्टमा, त्यसपछि यहाँ सेभ योर लगइन इन्फो, यसमा तपाईले जहिले पनि नट नाउ गर्नुहोला। यसपछि अब सम्पूर्ण यो भरिसकेपछि तपाईले एग्री गर्न भन्छ, आई एग्री गर्नुपर्ने हुन्छ। अब कन्फर्मेसन कोड पठाउँछ। त्यसपछि नेक्स्ट गर्नुपर्ने हुन्छ। अब यहाँनिर तपाईको फेसबुक अकाउन्ट क्रिएट भइसकेको छ।